भक्त भागवतहरू भगवान प्रभु परमेश्वरको कृपा गरेनु भगवानको कृपाले यो मनुष्य जीवनलाई सफल बनाउन कोसिस गर्नुपर्दछ। जनता सबैले छोडेरै जानी हो भक्त भागवत जानी दिनमा न भाका राख्न पाइन्छ न भुल भयो भन्न मिल्छ। भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। राजा रङ्ग सबै समान उसका फरक गराउँदैन त्यो। आयो टप टिप्यो लग्यो मिति पुग्यो टारेर टार्दैन त्यो। टार्दैन हे राम राम टार्न मिल्दैन यो दुर्लभ जुनी छ यसलाई बुझ्नु पर्दछ। यो कसरी सृष्टि भयो होला। नारी मारी तो काला बाध नरको सम्भोग लीला हुँदा निस्केका राजा वीर्यबाट बनिए कोही कालामा भुँद भुँदा। उसैमा गिदी रक्त वीर्य छिटियो तेरा सयो देह हो चाट्लान काग कुकुरले भनिया छाला मोडेको छयो। नराइन हे राम राम लीला पारेको चतुर बाबु नारायणको लीला पारेको। भक्त भागवतहरू भगवान प्रभु परमेश्वरले जब जब पृथ्वीमा अपरापत पर्दछ प्राणी र पृथ्वीको कल्याणको लागि भक्त भागवतहरू कालकोट विष सेवन गरेर नीलकण्ठ भइरहनु भएका प्रभु परमेश्वरको नारायण हे राम राम परौँ शरणमा। यो जीवन के प्रयोजनको लागि जन्मिएको थियो। हाम्रा यी नाक कान घाँटी हात खुट्टा केका लागि बनिएका हुन्। भगवान प्रभु परमेश्वरको सृष्टिमा के कल्पना गरेर बनाइएको थियो भने विद्या सुन्न भनेर यी कान बनिए के गर्नु ती कुण्डला दानै गर्न भनेर हात बनिए बाला भिरी के फल। जिब्रो पढ्न र मन्त्र जप्न बनियो न स्वादका खातिर यो चोला उपकार निम्ति बनियो सिंगारमा के छ र। नारायण हे राम राम कीर्ति नै अमर छ। कीर्ति राख्ने काम गर्नु पर्दछ। हेर्नु यस्ता चौतारी मठ मन्दिर भगवान प्रभु परमेश्वरको भक्ति गर्ने ठाउँहरू निर्माण गर्नु पर्दछ।
हेर्नुहोस् सारा प्रभु परमेश्वर अर्काको उपकारको निम्ति यो जीवन व्यतीत गराउनु पर्दछ। हेर्नु जलको धर्म शीतल प्रदान गर्ने, अग्निको धर्म पोल्ने जस्तै मनुष्यको धर्म परोपकारी धर्म, जहिले पनि परोपकारका कर्महरू गर्नु पर्दछ। यो आत्मा के हो र परात्मा के हो जान्नु पर्दछ। भक्त भागवतहरू आत्माको र परात्माको छ कति फेर, त्यो एक जानी लिनु। जुन जुन चिज अनात्मा हुन् ती त झुटा ठानेर छाडिदिनु। नारायण हे राम राम यही हो आत्मा ज्ञान। यति कुरो जान भनेको माना यही हो आत्मा। भक्त भागवतहरू प्रभु परमेश्वरको कृपा हामीमा परिरहेको सारा भक्तजनमा भनेर भगवानको शरणमा गएर दिनादिन गरिएका कामहरूमा भक्ति धारणा गर्नु पर्दछ। भक्तिहीन भई कर्म गर्दछ भने त्यो निष्फल हो भनी जानी श्री रघुनाथका चरणमा भक्ति लगाऊ पनि। नारायण हे राम राम भुल्न हुँदैन। भागवतहरू मनुष्यको जीवन 2 दिनको चोला। हेर्नुहोस् त के छ र आज भोलि यहाँबाट गइसकेपछि चाहिँ के होला। यहाँ त एकैछिन हो, यहाँबाट गइसकेपछि के होला ध्यान दिनु होला। ओरत्र मात्रै होइन परत्र पनि ध्यान दिनु होला। असली घर अन्तै छ, यो त यहाँको चौतारी मात्रै हो, एकैछिन बस्ने हो। कतै जाने बेलालाई सामल छ कि छैन, भगवान प्रभु परमेश्वरको कृपा हामीमा पर्छ कि पर्दैन। हामीले भगवानलाई भक्ति धारणा गरेका छन् कि छैनौँ हामी त जान्दैनौँ। मानिस भन्ने केही पनि होइन, भगवानको त खेलौना मात्रै हो। मानिस भन्नु अरू केही होइन, दैवको खेलौना। कसैलाई लाग्छ सुखको वैरो, कसैलाई बिलौना। नारायण हे राम राम संसार यस्तै हो। कहिले दुःख कहिले सुख संसार यस्तै हो। भक्त भागवतहरू परम प्रभु परमेश्वर भनेका पाप र धर्मका साक्षी भइरहेका, 1बाट 3 भइरहने ब्रह्म विष्णु महेश्वर भइरहने भक्त भागवतहरू 3बाट 1 भइरहने सारा प्राणीका आत्मामा बस्नु भएका नारायण हे राम राम उनै नारायण। भक्त भागवतहरू कहिलेकाहीँ त भगवान प्रभु परमेश्वरको कृपा हामीमा परिरहोस् भनेर शरणागत हुन जान्नु पर्दछ। धन र दौलत छोरा र छोरी बेकारको गोरगोटी, मर्दा नि हुने बाता नि हुने एउटै छ ढोकोटी। नारायण हे राम राम रामलाई नबिर्सौँ।
श्रीमद् भागवतका कथाहरू, 18 पुराणका कथाहरू, देवी भागवतका कथाहरू भगवान प्रभु परमेश्वरका नाम कीर्तनमा आधारित हामीहरूको यो लोक खैँजडी भजन अन्तर्गत नारायण हे राम राम कुन लीला भनौँ त, हे भन भन कुन लीला भनौँ।